मलाई सेलरोटी चाहिँ एकदमै मनपर्छ, तर सेलरोटी पोल्नु चाहिँ त्यति साह्रो राम्रोसँग आउँदैन। अनि आज चाहिँ मेरो आमाजी दिदीले सेलरोटी पोल्दै हुनुहुन्छ अनि सेलरोटी चाहिँ एकदम मिठो पनि भएको थियो। अनि दिदीले चाहिँ यहाँनिर 2टा भाँडामा सेलरोटी छिटो बनाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ बिहान ब्रेकफास्ट जसरी तातो सेलरोटी चिया खाएको थियौँ। एभ्री टाइम मैले सेलरोटी पकाउनु खोज्दाखेरि चाहिँ घरि के नमिल्ने भइरहेको हुन्छ क्या। अनि मैले चाहिँ यहाँ युके आएपछि नै सेलरोटी चाहिँ ट्राई गरेको बनाउनुलाई। अनि आमा चाहिँ यहाँनिर सेलरोटी खाँदै हुनुहुन्छ, तातो आलुदम र सेलरोटी दिदीले बनाउनु भएको। अनि सेलरोटी चाहिँ आमालाई नै एकदम मनपर्छ, मलाई नि सेलरोटी चाहिँ मनपर्छ। अनि म चाहिँ यहाँ सेलरोटी खाँदैछु। अब एकदम मिठो भएको थियो, क्रिस्पी पनि अनि ठिक्कको सबै कुरा मिलेको क्या, एकदम मिठो भएको थियो। सबैजनाले दिदीले बनाउनु भएकोले थ्याङ्क यू दिदी। अनि से चाहिँ यहाँनिर खेल्दैछ उसको एनिमल्सहरूसँग।